चावल दिनुपर्छ बा अलि बस मौसम गर्छ त्यो रातको मागेर खोजेर के रे किन ल मिलारेपाको यो जुन अहिले फर्किने जुन अहिले यो देखिरहेछ नि हामीले यो फोटो यो होस् है यो चाहिँ मनाङमा छ मनाङको बल्पो गुफा भन्ने त्यहाँ एउटा छ कि होइन त्यहाँ चाहिँ यो धनुष समातेको चाहिँ उहाँको नाम चाहिँ गोम्बो दोर्जे भन्छन् है यो चाहिँ मनाङमा चाहिँ उहाँ ठ्याक्कै ध्यान गरिरहनु हुँदाखेरि सिकारी हो त्यो गोम्बो दोर्जे होइन त्यो सिकारीले चाहिँ मृगलाई लखड्दै आउँदाखेरि सिकारीको त्यो कुकुर चाहिँ अब त्यो गोम्बो दोर्जेको कुकुर हो उहाँ त्यो उसलाई त्यो मृगलाई लखड्दै आउँदाखेरि उहाँ ध्यान गरेको ठाउँमा छिरेछन् कि होइन कुकुर र मिला के अरे ऊ त्यो हरिण दुइटै छिर्दाखेरि चाहिँ अनि नमस्कार गरेर बसिरहेको रहेछ कि मिलारेपालाई अनि मिलारेपालाई नमस्कार गरेर दुइटैले त्यो हरिण र कुकुरले नै नमस्कार गरेर बसेको देख्दाखेरि यो गोम्बो दोर्जे सिकारी चाहिँ दङ परेछ क्या होइन अनि त्यहाँ चाहिँ अचम्म लागेछन् किन त भने पक्कै यो महान योगी हुनुपर्छ भनेर अनि गोम्बो दोर्जेले सोध्नु भएछ कि अनि त्यो चाहिँ त्यसरी हात राखेर चाहिँ उ गर्नुभएको चाहिँ गोम्बो दोर्जेलाई दोहा गाएर सुनाइरहनु भएको के है अनि त्यहीँदेखि त्यो गोम्बो दोर्जेले धनुष बाण त्यागेर अब चाहिँ म आइन्दा कहिले पनि यसरी शिकार गरेर खाँदिनँ अब चाहिँ म सद्धर्मको मार्गमा लाग्छु भनेर त्यहीँदेखि लागेको अन्तिममा गएर यो गोम्बो दोर्जेले पनि सिद्धि प्राप्त गरियो होइन अब चाहिँ अब मुक्त भयो है मुक्ति प्राप्त नै भयो है अनि यस्तै हो उहाँको त्यो धनुष चाहिँ मनाङको त्यो गुफामा अहिले पनि छ कि दाजु 1000 वर्ष लगभग भयो है अहिलेसम्म पनि छ क्या एउटा के भन्ने एउटा योगिनी छ कि योगिनी मैले बिर्स्यो होइन बजरी योगिनीसँग हो कि कोसँग चाहिँ आफ्नो चाहिँ त्यो वृद्धि शक्ति प्रदर्शन गर्ने बेलामा होइन त्यो मिलारेपाले बजरी योगिनी होइन कोसँग थियो कि अनि त्यो के ल आज हामीले यल्मोको मिलारेपाको गुफा मिलारेपा केभ मिलारेपाको दर्शन गरियो है आज हामी अब सौभाग्य हाम्रो चाहिँ ठुलो सौभाग्य रहेछ आज यहाँ आउन पाइयो खुसी लाग्यो है साथीहरू ल मैले आज तपाईँहरूलाई मिलारेपाको म चाहिँ देखाएँ दर्शनको मिलारेपाको गुफा र यहाँको गुम्बाहरूको भिडियो चाहिँ देखाएँ है लाइक कमेन्ट गरिदिनु है ल साथीहरू